Good morning everyone. आज चाहिँ 22nd फेब्रुअरी हो अनि आज हाम्रो घरमा लिटल प्रिन्सेस आउँदैछ। मलाई चाहिँ भर्खरै कल आएको थियो दिदी हस्पिटलमा हुनुहुन्छ भनेर। बेबी भइसकेको चाहिँ छैन बट आई एम सो एक्साइटेड टु मिट हर। म चाहिँ अब रेडी भएको, मेरो 2:47 को ट्रेन छ। अहिले चाहिँ 2 बज्यो, अब निस्किँदाखेरि ठ्याक्क ट्रेन भेट्छ। म चाहिँ हामी बस्ने ठाउँबाट बुसान स्टेसन गइरहेको, अब बस चढेर। बुसान स्टेसन पनि आइपुग्यो। मैले ट्रेन टिकटहरू चाहिँ कोरियल एपबाटै काट्ने गर्थेँ, तर म चाहिँ आज एसआरटीमा जान लागेको। एसआरटीको टिकट काट्न चाहिँ क्रेडिट कार्ड चाहिन्छ अनि हामी स्टुडेन्टहरूको क्रेडिट कार्ड हुँदैन नि त, डेबिट कार्डबाट काट्न मिल्दैन, त्यही भएर स्टेसनमै आएर काटिरहेको। मलाई टिकट काट्दा चाहिँ मान्छेसँग भन्दा आफैले टिकट काट्न सजिलो लाग्छ, त्यही भएर आफैले गर्दैछु। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ यसै गरी। म मेरो नेक्स्ट भिडियोमा चाहिँ कोरियल एप साइन इन गर्ने र टिकट काट्ने तरिका बारेमा भनिदिन्छु। एन्ड फाइनली यो चाहिँ मेरो टिकट आयो। मेरो ट्रेन चाहिँ 6 नम्बर ट्र्याकमा रहेछ। बुसान स्टेसन नै ट्रेनको फर्स्ट स्टेसन भएको कारणले ट्रेनहरू 1 मिनेट ढिला पुग्यो भने पनि छुटिहाल्छ। मेरो ट्रेन चाहिँ अलरेडी ट्र्याकमै आएर बसिरहेको थियो। म चाहिँ अब बुसानदेखि ट्रेन चढ्दैछु। कोरियामा चाहिँ लङ रुटको ट्रेनहरूमा बोल्न मिल्दैन। थोङथेगु स्टेसन पनि आइपुग्यो। बाई बाई मेरो ट्रेन। म बस्ने बुसानमा भए पनि थोङथेगु चाहिँ म धेरैचोटि आइसकेको छु। म चाहिँ थोङथेगु यहाँ आइपुगेँ। अब चाहिँ दिदीहरू भएको ठाउँमा गइरहेको। थोङथेगुमा चाहिँ म जहिले आए पनि हावा एकदमै ठुलो चलिरहेको हुन्छ। दाइ दिदीहरू चाहिँ अहिले हस्पिटलमा हुनुहुन्छ, तर म पहिला घर जान्छु अनि बल्ल हस्पिटलको लागि निस्किन्छु। म अब थोङथेगु सबवे स्टेसनबाट वाहनपट्टि गइरहेको। म चाहिँ वाहन आइपुगेँ। अब यहाँबाट बस चढेर अनि जानुपर्छ। म चाहिँ घर आइपुगेँ। एकछिन घरमा बसेर अब चाहिँ हस्पिटलको लागि निस्केको। दिदीलाई भेट्न चाहिँ कोरोना टेस्ट नगरी मिल्दैन थियो। छोरी कति धेरै क्युट है। छोरीलाई पनि बोक्न टच गर्न मिल्दैन थियो। हामीले चाहिँ टाढैबाट फोटो भिडियो खिचेर अनि घरतिर आयौँ। ओके गाइस, आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।